आज मेरो किचनमा आलुको पकौडा बन्दैछ। आउनु है त हामी पनि सँगसँगै बनाऊ। यसको लागि मैले अलिकति सेतो आलु लिएको छु। सेतो आलुलाई कुकरमा राखिसकेपछि यसलाई उसिन्नको लागि 2 सिटी लगाइदिएँ। 2 सिटी लगाइदिसकेपछि अनि यसलाई आवश्यक पर्ने सामग्रीहरू रेडी गर्नतर्फ लागेँ। अब भने मटरलाई मैले एउटा भाँडोमा राखेर थोरै नुन राखेर एकछिन बोइल गरेँ। मटर बोइल भइसकेको थियो अनि आलु पनि फोकिसकेँ। अनि आलुमा थोरै प्याज, हरियो धनिया र हरियो खुर्सानी, चिल्ली फ्लेक्स अनि अदुवा लसुनको पेस्ट अनि अघि बोइल गरेको मटर अनि स्वाद अनुसार नुन र थोरै ब्ल्याक पेपर एड गरिदिएँ। अनि थोरै हल्दी पनि राखिदिएँ कलरको लागि। अनि यसलाई सबै राम्रोसँग मिक्स हुने गरेर मैले यसलाई मोलिदिएँ। अब भने मेरो यो रेडी भइसक्यो। अनि एउटा कटौरामा थोरै बेसन लिएर त्यसमा अदुवा लसुनको पेस्ट, नुन अनि बेसार राखेर थोरै पानी राखेर यसको ब्याटर रेडी गर्दैछु। मैले पातलो बनाएको छु ब्याटर पनि। अब भने मैले अघि मिक्स गरेर राखेको यो आलुलाई सानो ग्लो बनाउँदैछु। हजुरहरूलाई कत्रो साइज मनपर्छ त्यही अनुसार बनाउन सक्नुहुन्छ। मैले यसरी सानो डल्लाहरू बनाउँदैछु। खाना बनाउन चाहिँ नि मलाई एकदमै इन्ट्रेस्ट लाग्छ। गर्मी होस् या जाडो होस् भन्न मन लाग्दैन। खाना बनाउँदा चाहिँ नि एकदम मिहिनेतले बनाउन मन लाग्छ। सबैको आफ्नो तरिका हुन्छ खाना पकाउने। मैले चाहिँ नि मेरो तरिका सेयर गरेको। अब मेरो डल्लाहरू भने रेडी भइसकेको छ। अब यसलाई फ्राई गर्नुपर्ने हुन्छ, त्यसैले एउटा भाँडोमा तेल तताएँ मैले। अनि अघि बनाएर राखेको डल्लाहरूलाई चाहिँ नि मैले त्यही ब्याटरमा चोप्दै फ्राई गरेँ। यसरी फ्राई गरेँ। यसलाई धेरै बेर अनि धेरै फ्राई गर्नु पनि पर्दैन। यसलाई हल्का अनि एकदम लो फ्लेममा एकछिन फ्राई गर्दा हुन्छ। मेरो आलुको पकौडाहरू चाहिँ नि रेडी भइसकेको छ। हेर्नु त साथीहरू। अब मेरो आलुको पकौडाहरू रेडी भइसक्यो। मैले सबै फ्राई गरिसकेँ। अब यसरी मैले आलुको पकौडालाई निकालेर अर्को भाँडामा राखेँ। अब भने मेरो आलुको पकौडा रेडी भइसक्यो। हेर्नु त, हेर्दै खाउँ जस्तो छैन त। अब भने यसलाई आफूलाई मनपर्ने चटनीसँग सर्भ गर्न सकिन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।